सबैजनालाई एपिएस भ्लगमा सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। टक्का लगाएर आज चाहिँ कलेजबाट पिकनिक लाँदैछ है। सो म चाहिँ जान आँटेको टक्कर रेडी भएर के छ त केटाकेटी है। हाम्रो 6 बजी सम्म हो है। सो है हामी चाहिँ उताबाट कलेज आइसक्यो टक्का लगाएर। ओए आज हेलो भन्। हेलो जुन कि ल सञ्जय छेत्री भाइरल बोय। ओए ओए कुकुर सञ्जय छेत्री है भाइरल बोय हो कि होइन भनिदेऊ त। भाइरल हो है। स्कुल ड्रेसमा चाहिँ भूत जस्तै देखिने केटीहरू चाहिँ आज चाहिँ कस्तो राम्रो भएर आएको छ भने है। आकाशबाट झर्या कि कहाँ सुरुबाट हो केटा हो केटाहरू चाहिँ जिस्काउँछ तर म सोझो पर्यो है त। अनि कैसा लगा मेरा मजाक? हिँड्यो है हामी चाहिँ चल्दैको ल केटा ल हामीले सिट पाइक हानिसक्यो अब सिँगाल छुइरहेछ है केटा हो बस भरिसक्यो त। तिमीलाई पाउने सपना सबै गाडीमा छ। पानी मिसाउने रिसाउने साह्रै भइगुनी तर पनि मलाई नहुने। तिमीलाई आँखा लाउने केटाहरूको आँखा छेउमा फाइनली आइपुग्यो त केटाहरू टक लाएर लाग्छ लाग्छ नि। अनि वेलकम हो सन्जय हो त चराप गाइस फाइनली आइपुग्यो त चराप लाएर।
सो है सो टक्क बादल लाग्दा चाहिँ यहाँबाट चाहिँ खत्रै देखाएको थियो मैले टिकटक हेरेको थिएँ अनि त्यही भएर आम्बो त्यहाँनिर छ यता केटीकेटीहरू ल एक्कै लाएर सक्दैन नि फेरि ओए ल है त तर मैले टिकटकमा हेर्दा चाहिँ है यहाँबाट चाहिँ पुरै बादल देख्थ्यो क्या अहिले चाहिँ पुरै तल मात्रै छ त्यहाँ चाहिँ कस्तो नाचिरहेछ है ल बसको छतमा टिकटक बनाउनु ल है सुटिङमा है त टक्क बसको छतमा त हेर्न चाहिँ मजा आउँछ त यो रुल चाहिँ मलाई है यस्तो लाइन बसेर है कैदीलाई लाइन लाग्छ जस्तो चाहिँ उस गरेर यति है केटाकेटी हो ब्रेकफास्ट त्यही नै हो अब चाहिँ खाइदिनुपर्छ है के सर त्यहाँ लाइन बसिरहेछ सरहरू हाम्रो कमिसनर सञ्जय छेत्री चाहिँ खाँदैछ मस्त अझै है अरुण सञ्जय छेत्री चाहिँ यस्तो दयालु छ है त ल केटीकेटी ल चोकेडा है म चाहिँ अरूले खाएको चाहिँ मैले उचाल्दैछु क्या मलाई यस्तो काम दिनुभएको छ यहाँ सो मैले नि खाएको उचाल्नु हो र सर हो र यस्तो स्टुडेन्ट चाहिँ हुनुपर्छ ऊ त्यहाँ साथी ऊ त्यहाँ हामी खायो अनि नाच्यो अनि फेरि अर्को चाहिँ अहिले चाहिँ चिउरा होइन त केटा चिउरा अनि लास्टमा चाहिँ चिप्लो हुन्छ है केटा अलिअलि रमाइलो भइरहेछ अलिअलि अब त्यही हो होइन क्यामेरा लिएर आएर रहेछ त उयो सरले क्यामेरा लिएर आएर रहेछ उयो त्यहाँ क्यामेरा झापको बेला के हिँड्नु है त सरले क्यामेरा पनि लिएर आएर रहेछ अनि हामी चाहिँ अब खाना आँटायो त केटा हो सञ्जय ब्लगर है कुशल एकदम युनिस दोस्त कस्तो ल बसिरहेको अनि अरू त यही नै हो नुवाकोट ककनी भन्ने ठाउँ आएको है त्यही नै हो हान न है केटाहरूको ताल चाहिँ यसो है सानो हो नि बच्चै छौ बच्चै छौ हेलो ऊ त्यो गुम्बा जाने हो गुम्बा जान आँटेको अनि कमेन्ट पनि हानिदिउँ ल आम्बु ओए दामी छ त ल केटी त अनि म्यान हेलो हेलो साउट आउट हेलो 1 करोडको यो 1 करोडको फल है यो अब भन्नु हुँदैन अजम्मरीको फल ल्याएको के त केटाकेटी माने पेमे होम फाइनली ये है तो साथी उसको खतरा नि त अनि बादल देख्नु
यता आइ भन्नु न ल हेलो ओ दिदी गाइस है यति नै हो रिक्वेस्ट ब्लग लाइक एन्ड सब्स्क्राइब है त अब चाहिँ खाना चल्दिने है सो मेरो चाहिँ फोनमा चार्ज सकिसक्यो अनि त्यही भएर ब्लग एन्ड अनि त्यही भएर सो त्यही नै हो है लाइक एन्ड सब्स्क्राइब चढाप